नमस्कार सबैजना, म सुशान्त शर्मा, तपाईहरुकै लेखक तथा प्रशिक्षक। आज हामीले यो लोकसेवा स्कुलले जुन यो बालबालिकाको लागि, विद्यार्थी भाइ बहिनीहरुको लागि क्रिएटिभ लर्निङ एन्ड मेमोरी ट्रेनिङ भनेर जुन एउटा प्रोग्राम हामीले लिएर आएको छौं, यसमा धेरै जिज्ञासाहरु अभिभावकहरुले चाहिँ जिज्ञासाहरु राख्नु भएको र सबैजनालाई चाहिँ उत्तर दिइराख्न भन्दा पनि एउटा सबैलाई समेटेर चाहिँ एउटा चाहिँ भिडियो बनाउने उद्देश्यले यो भिडियो लिएर आएको छु। अब यो भनिरहँदाखेरि यो प्रोग्रामका चाहिँ पक्षहरु के छन्, के कुराहरु चाहिँ यसबाट चाहिँ विद्यार्थीहरुलाई चाहिँ लाभ हुन्छ भन्ने बारेमा हामी छलफल गर्नेछौँ। त्यो भन्दा पहिला म मेरो बारेमा थोरै एउटा भन्न चाहन्छु। म चाहिँ यो प्रशिक्षणमा आउनु भन्दा पनि पहिला लामो समयसम्म चाहिँ कलेजहरुमा पढाएँ हैन, ब्याचलर मास्टर्सहरुसम्मलाई नै पढाएँ। त्यो सँगसँगै मैले के छ भन्दाखेरि करिब 60 वटा भन्दा बढी बुकहरुमा चाहिँ काम गरेको छु। 8 क्लास भन्दा माथिको र मास्टर्ससम्मका विभिन्न बुकहरुमा विभिन्न तरिकाले कामहरु गरेको छु र धेरै जसो बुकहरु चाहिँ मेरो लोकसेवा रिलेटेड छ र लामो समय लोकसेवाको क्षेत्रमा एज अ ट्रेनरको रूपमा पनि काम गरेको अनुभव छ। यो सबैलाई समेटिरहँदा मैले पढ्दाखेरि एउटा के शैली विकास गरेको थिएँ भने मलाई चाहिँ पढेका कुराहरु हेर्नुस् है, पढेका कुराहरु चाहिँ मलाई यादै नहुने के, घोकेर म बस्नै नसक्ने। त्यसले गर्दाखेरि मैले अब यो परीक्षा पनि दिनु छ, जित्नु पनि छ हैन, किनभने अलिकति अब्बल नभई त लोकसेवा नाम निक्लिदैन भन्ने थाहा थियो। त्यसैले गर्दाखेरि मैले अब के छ भन्दाखेरि आफ्नो कमजोरी भित्रै चाहिँ हैन, अब त्यसलाई चाहिँ एकदम पृथक तरिकाले क्रिएटिभ तरिकाले कसरी पढौं भनेर विभिन्न रिसर्चहरु गरे, आध्यात्मका केही ज्ञानहरु त्यसमा कनेक्ट गरे, केही वैज्ञानिक सिद्धान्तहरु छन् हैन, यो मेमोरी ट्रेनिङका चाहिँ वैज्ञानिक सिद्धान्तहरु छन्, तिनीहरुलाई कनेक्ट गरे र सबैलाई समेटेर चाहिँ नयाँ तरिकाहरु विकास गरेको छु जुन नेपालको परिप्रेक्ष्यको लागि एकदमै इफेक्टिभ हुन्छ। र केही वर्ष म यो चाहिँ विभिन्न स्कुलहरुमा हैन, कलेजहरुमा र बालबालिकाहरुलाई यो ट्रेनिङ पनि गराउँदै आएको छु। त्यसैले गर्दाखेरि अब म केही समय युनिभर्सिटीमा आबद्ध भएको कारणले गर्दाखेरि यहाँ बसिन्जेल चाहिँ बालबालिकाहरुलाई चाहिँ यो चाहिँ एउटा चाहिँ अलिकति हैन ज्ञानमूलक सामग्रीहरु चाहिँ प्रस्तुत गरौँ, उहाँहरुको चाहिँ माइन्डमा चाहिँ एउटा सृजनशीलता ल्याउँ भन्ने उद्देश्यले चाहिँ यो एउटा प्रोग्राम लिएर आएको छु। अहिले के छ भन्दाखेरि यो विभिन्न स्कुल कलेजहरुको कम्पिटिसनले गर्दाखेरि बालबालिकाहरुलाई चाहिँ के छ भन्दाखेरि नयाँ खालको पढ्ने शैलीहरु विकास गरिएका छन्, जसले गर्दाखेरि बच्चाहरुको चाहिँ माइन्ड प्यारालाइज भइसकेको छ। उहाँहरुको क्रिएटिभिटी एकदमै, फेरि सबैको भनिन, अधिकांश बालबालिकाहरुको क्रिएटिभिटी एकदमै क्षण हुँदै गइसकेको हामी पाउन सक्छौं। त्यसैले गर्दाखेरि उहाँहरुको सृजनशीलता विकास गर्नको लागि हामीले विशेष गरी 5 कलाहरु हैन, पढ्ने कसरी, पढ्ने पनि एउटा पृथक तरिका हुन्छ, उहाँहरुलाई एकदम सेल्फ मेड बनाउने मुख्य उद्देश्य भनेको उहाँहरुलाई सेल्फ मेड कसरी हुन्छ, सेल्फ मेड बनाउने, डिपेन्डेन्सी हटाउने, यो हटाउनै पर्छ, सेल्फ मेड बनाउनु पर्छ भनेको एउटा पढ्ने तरिका हामी सिकाउँछौं। त्यसपछि अर्को हामी भन्छौं उहाँहरुको लागि तपाईको बुझ्ने तरिका, पढिसकेपछि बुझ्न पनि जान्नुपर्छ, बुझिसकेपछि त्यसलाई कसरी अब सम्झिने, कति कुरा त बुझेरै याद भइसक्छ तर सबै कुराहरु चाहिँ बुझेको भरमा लामो समयसम्म याद हुँदैन। त्यसैले गर्दाखेरि त्यसलाई कसरी लङ टर्मसम्म मेमोराइज गर्ने भनेर मेमोराइजिङ कुराहरु हामी सिकाउँछौं हैन, कसरी लङ टर्मसम्म मेमोराइज गर्ने भन्ने यसमा विभिन्न सिद्धान्तहरु छन्। यो नघोकिकन नै एकदमै नयाँ तरिकाले उहाँहरुले यो विषयमा सिक्नुहुनेछ। त्यो सँगसँगै उहाँहरुले के छ भन्दाखेरि लेखनको लागि बेस कसरी बनाउने हैन, त्यसको लागि पनि हामी विशेष सिप उहाँहरुलाई दिनेछौं। त्यसपछि अब उहाँहरुलाई के छ भन्दाखेरि प्रस्तुति गर्ने कलाहरु हैन, गएर बोल्ने कुराहरु कसरी हुन्छ, प्रस्तुत हुने कुराहरु त्यो बारेमा पनि हामी सिकाउँछौं। सँगसँगै अहिले एआई र मोबाइलको उच्च डिपेन्डेन्सी रहेको छ, मोबाइलको चाहिँ मोबाइल एडिक्सन पनि बढी भएको छ बालबालिकाहरुमा। यसमा पनि अलिकति कम गरेर उहाँहरुको पढाइमा चाहिँ कसरी रुचि विकास गर्ने, नयाँ तरिकाले कसरी पढाउने, कसरी खोजमूलक बनाएर उहाँहरुलाई पढाउने भन्ने विषयमा चाहिँ हामी विशेष तालिम दिनेछौं। यो करिब 5-7 महिनाको तालिम हुनेछ र बालबालिकाहरु 5-6 महिनाको जुन एउटा गाइडेन्समा हामीसँग बसिसकेपछि उहाँहरुको पढाइमा जुन एउटा सिप विकास हुनेछ हैन, त्यो सिप चाहिँ उहाँहरुले आफ्ना कक्षामा आफूले पढेका विषयवस्तुहरुमा चाहिँ
लागू गराउनु हुनेछ, जसले गर्दाखेरि यसको फाइदा के हुन्छ भन्दाखेरि दीर्घकालमा अहिले उहाँहरूको पढिरहेका कक्षाहरूमा त उहाँहरूको राम्रो हुन्छ नै, तर यसले के बेस बनाउँछ भने अब भोलि उहाँहरू के छ भन्दाखेरि एसई सक्नुहुन्छ, त्यस पछाडि +2 सक्नुहुन्छ, त्यस पछाडि उहाँहरूको खास करियर होइन, खास जीवनको करियर सुरु हुन्छ। त्यसको लागि जस्तो कतिजना एमबिबिएसको तयारी गर्नु होला, कतिजनाले चाहिँ नर्सिङको तयारी गर्नु होला, कतिजनाले चाहिँ लोकसेवा आयोगको तयारी गर्नु होला, कतिजनाले इन्जिनियरिङको तयारी गर्नु होला, कतिजनाले चाहिँ विदेश जान तयारी गर्नु होला। जहाँसुकै होस् हामीलाई पढाइको एकदमै सेल्फ मेड पढाइको आवश्यक छ। त्यति मात्रै होइन, अन्य क्षेत्रमा पनि हामीलाई खोज अनुसन्धान रिसर्च होइन, यो पढाइदेखि बाहेक अन्य क्षेत्रमा पनि व्यापार व्यवसाय होइन चाहिँ इन्फ्लुएन्सर जहाँसुकै जुनसुकै क्षेत्रमा पनि हामीलाई एकदम खोजमूलक ज्ञानको आवश्यक छ। अब ज्ञान बिना चाहिँ अबको युग बाँच्न सक्ने अवस्था छैन होइन। त्यसले गर्दाखेरि इभन खेती कृषि तपाईँ कुनै पनि काम गर्नुहुन्छ भने यहाँ ज्ञानको एकदमै आवश्यक छ। त्यसको लागि उहाँहरूलाई चाहिँ विशेष पढ्न सिकाउने, मैले अघि भनिहालेँ 5 वटा कला पढ्न सिकाउने, पढिसकेपछि होइन पढ्ने पनि विशेष कला छ, त्यस पछाडि बुझ्न सिकाउने, बुझिसकेपछि बुझेर मात्रै भएन, कति कुरा त बुझ्दै याद हुन्छ र बुझिसकेपछि उहाँहरूलाई के छ भन्दाखेरि लामो समयसम्म दिमागमा रेकर्ड पनि हुनु पर्यो, छिट्टै याद गर्न सक्नु पर्यो होइन, एकदम हाई स्पिडमा चाहिँ सम्झिन सक्नु पर्यो। त्यस पछाडि के हुन्छ भन्दाखेरि लेखन, हरेक कुरा चाहिँ लेखनमा गएर जोडिएको छ। यो नेपाल मात्रै होइन विश्वव्यापी रूपमा हामीले पढेको जानेको कुराहरूलाई लेखेर पनि देखाउनु पर्ने हुनसक्छ, परीक्षा दिनुपर्ने हुनसक्छ। त्यो सँगसँगै अर्को कुरा छ हामीले ती विषयलाई कसरी प्रस्तुत गर्ने, बोलेर या भनेर अरूलाई कसरी बुझाउने, यी विविध कुराहरू छन्। यसबारेमा चाहिँ हामी डिटेल उहाँहरूलाई चाहिँ ट्रेनिङ गराउनेछौँ र योसँग सम्बन्धित अन्य कुनै तपाईँहरूलाई जिज्ञासा छ भने कृपया यो दिएको व्हाट्सएप नम्बरमा चाहिँ मेसेज गर्न अर्थात् चाहिँ तपाईँको चाहिँ कल गरेर बुझ्न सक्नुहुन्छ भन्दै आजको लागि बिदा हुन्छु। हस्त नमस्कार। इमेज ल्याउने सबैजनाले अल्छी नगर्ने है।